सबै लघु वित्तमा जोडिनु भएको छ जस्तो पनि लाग्छ। वास्तवमा यसलाई सरासर हेर्ने भने एकदमै सहज र राम्रो पनि हो, किनभने सानो हिजो हामी घरमा बस्ने मान्छेहरू, घरमा बसेर 2 रुपियाँ पनि देख्न नपाउनेहरूले वित्तीय संस्थाहरूबाट केही रकम, सानो रकम ल्याएर सानो खेलोबाट हामीहरू ठुलो एउटा ठुलो काम गर्न पनि सफल भएका छौँ। कति व्यक्तिहरू पनि, कति व्यक्तिहरूले यो चाहिँ फ्रीमा आउने हो, यसको त केही पनि तिर्नु पर्दैन भनेर संस्थाबाट ऋण लिने, रुपैयाँ जाने, साडी ल्याउने, सिक्रीहरू बनाउने अनि छोराहरूलाई बाइक किनिदिने पनि गर्नुभएको छ हैन। वास्तवमा हामीले यो पैसा केमा लगानी गर्नुपर्छ भनेर हामीले ऋण लिएका हुन्छौँ। जुन कार्यको लागि हामी वित्तीय संस्थाबाट ऋण लिएका छौँ त्यो व्यक्ति अहिले माथिसम्म पनि पुग्नु भएको छ र ऋण लिएर पछि त्यसलाई चाहिँ सही सदुपयोग नगरिसकेपछि हामी अहिले कतिपय दिदी बहिनीहरू घर छोड्न बाध्य पनि हुनुभएको छ। किन? सही सदुपयोग, जे पनि सही सदुपयोग गर्नुपर्छ। हामीसँग यदि ब्याङ्कमा धेरै पैसा राखे पनि हामीले सही सदुपयोग गर्न सकेनौँ भने हामी त्यो पैसा धेरै दिन लाग्दैन उड्नलाई। त्यसकारण आफूले लिएको कुन कार्यका लागि लिएका छौँ, कुन कार्य गर्ने हो भन्ने कुरा यहाँहरूले ध्यान दिनुपर्छ र गर्नुपर्छ। अहिले हामीले हेरिराखेका छौँ कतिपय सङ्घर्ष समिति भन्ने पनि छ हैन। सङ्घर्ष समितिले पैसा तिर्नु पर्दैन भनेर चाहिँ उहाँहरूले नारा लाउनु भएको छ। तर हामी एकचोटि पछाडि फर्केर हेरौँ, हिजोको दिनमा जुन सशस्त्र द्वन्द्व थियो, द्वन्द्वको बेलामा बत्तीको बिल तिर्नु पर्दैन नि, कसैले नतिर्नुहोस् भनेर भन्नुभएको थियो। 25% हामीले चाहिँ ब्याज सहित तिरेका थियौँ। कृषि विकासको ऋण तिर्नु पर्दैन कति समग्र भनेर कतिपय व्यक्तिहरूले ऋण तिर्नु भएन, उहाँहरूले पछि कालो सूचीमा नाम निस्क्यो। त्यो राम्रो हो त होइन नि। त्यसकारण यो पनि हामीले चाहिँ पैसा जसरी भए पनि जहिले भए पनि तिर्नुपर्छ। र हामी समूह जवानी भएर लिएका हुन्छौँ। समूह जवानी हुँदाखेरि के छ भने मैले त तिरेन पैसा हैन, मैले तिर्दिनँ भने म तिरेन, तर मेरा ओल्तिर पल्तिरका दिदी बहिनीहरू उहाँहरूले बचत गरेको पैसा पनि लिन पाउनु भएको छैन। आखिरमा मेरै दिदी बहिनी त पीडामा पर्नुभयो, मर्कामा पर्नुभयो। त्यसकारण हामीले बरु होइन के भन्न सकिन्छ, यहीँ हुनुहुन्छ कतिपय वित्तीय संस्थालाई पनि मैले भन्नुपर्छ, गाली गर्नुपर्छ। हामी त जनप्रतिनिधि हो, जनताको पक्षमा पनि बोल्नुपर्छ। हामी यदि ब्याज महँगो छ भने हामीले ब्याज सस्तो गर्नुपर्छ है भनेर हामी नारा लाउन सक्छौँ। ऋण तिर्दैनौँ भनेर नारा लाउने होइन। खाएपछि त हामीलाई चाहिँ जानु नै पर्छ होइन र। खाएपछि हामी जसरी पनि टोयलेटतिर जानै पर्छ, यस्तै हो हाम्रो पनि। र यहाँहरूलाई मैले फेरि पनि विनम्र अनुरोध गर्न चाहन्छु, हाम्रै लागि यो वित्तीय संस्थाहरू पनि भन्नुहुन्छ दिदी बहिनीहरूलाई। मैले कतिपय दिदी बहिनीहरूलाई गाली गर्छु, तपाईँहरूले संस्थाबाट त ऋण लिनुहुन्छ, के गर्नुहुन्छ? कतिपयले भन्छ नलिनुहोस् है, फेरि दुःख पाउनुहुन्छ भन्छु। उहाँहरूले के भन्नुहुन्छ भने हामीसँग लगानी गर्ने पैसा छैन, धितो छैन। वित्तीय संस्थाले त कमसेकम धितो नभइकन पैसा दिएको छ र हामी केही खेलो गर्न पाएका छौँ र हामी त्यहाँबाट धेरै कामहरू गरेका छौँ र हामीले छोराछोरी बाहिर पठाउन सक्ने क्षमता भएको छ। हामीले त्यहाँबाट लिएर बाख्रा पालन गरेका छौँ। हामीले कमसेकम त्यहाँबाट सानसाना पसलहरू राखेका छौँ। त्यो पसलले हामीले अहिले ठुलो भएको छ। घुम्तीबाट सटर खोल्न सक्नु भएको छ। पहिला सानो पैसा लिएर, सानो रकम लिएर एउटा घुम्ती राख्नु भएको थियो भने अहिले सटरमा सर्नु भएको छ। त्यस्ता दिदी बहिनीहरू पनि हुनुहुन्छ भने
कतिपय जुन सदुपयोग नगर्ने दिदीबहिनीहरू चाहिँ अहिले चाहिँ घर छोडेर हिँड्नु पनि भएको छ। त्यसकारण म यहाँहरूलाई विनम्र अनुरोध गर्दछु, कुन परियोजनाका लिने हो र के गर्ने हो भन्ने कुरा चाहिँ यहाँहरूले सोच्नुपर्छ भन्ने लाग्छ। र मैले अर्को कुरा पनि भन्छु, किनभने म जनप्रतिनिधि हो, हामीले तालिमहरू दिएका पनि हुन्छौँ होइन। नगरपालिकाले विभिन्न किसिमहरूका तालिम दिएका हुन्छ, ओडाले दिएको हुन्छ, तर तालिमका लागि मात्रै तालिम लिएर 2-4 दिन तालिममा जाने फेरि घर बस्ने गरेर कहिले पनि उँभो लागिन्न। त्यसकारण आफूले गर्न खोजेको कुराहरूलाई आफूले प्राप्त गरेर मात्र छोड्नुपर्छ भन्न चाहन्छु। हामीले वित्तीय संस्थालाई चाहिँ राम्रोसँग लिएर जाने हो भने वित्तीय संस्था पनि हाम्रो साथी हो र हामीले बसेर कसैको भरमा हामीले ल वित्तीय संस्थाका केही दिदीबहिनीहरू आउनुभयो र वित्तीय संस्थाको बारेमा कुरा गर्नुभयो भने हामीले उहाँहरूको मात्रै कुरा नसुनेर वास्तवमा आफ्नो त्यहाँको केन्द्रमा गएर सबै कुराहरू बुझेर यहाँहरूले काम गर्नुभयो भने यहाँहरूलाई एकदम सहज हुनेछ र सहजीकरण यहाँहरूले पनि गरिदिनु हुनुहुन्छ भन्ने चाहिँ मलाई लाग्छ। र मैले फेरि पनि यहाँहरूलाई विनम्र अनुरोध गर्छु, यसको एकदम वित्तीय संस्था के हो र कसरी जानुपर्छ भन्ने कुरा यहाँहरूले आफ्नो मनमा लिएर जानुहोला। र कुनै मान्छेहरू आए, कुनै अराजक तत्त्वहरू आएर तपाईँहरूलाई भड्काए भने तपाईँहरू नभड्किनु होला र यदि दिनु छ भने पनि बरु बिस्तारै दिनुहोस्।